नमस्कार। मिलिजुली कालिन्चोक सहकारीका सबै शेयर सदस्यहरूलाई स्वागत छ है। आज हामी एउटा एकदमै महत्त्वपूर्ण तर हामी सबैको लागि जरुरी विषयमा कुरा गर्दैछौँ। ल सुरु गरौँ है त। महिनाको अन्त्यतिर आइपुगेपछि हाम्रो मनमा एउटा कुरा खेल्न थाल्छ होइन त? ए साथी, पौष महिनाको किस्ता बुझायौँ? यो सामान्य सोधपुछ जस्तो लागे पनि यसले हाम्रो सहकारीमा कति राम्रो सम्बन्ध छ, कति सामूहिक भावना छ भन्ने देखाउँछ। अब एकजना जिम्मेवार सदस्यको कुरा सुनौ न, जसले आफ्नो काम समयमै सकाउनु भएको छ। उहाँले भन्नुहुन्छ, 2082को पौष मसान्त पनि आइसक्यो, मैले त मेरो मासिक बचत र ऋणको किस्ता तिरिसके, तिम्रो के छ? वाह, यस्तो सुन्दा हामीलाई पनि कस्तो जोस चल्छ होइन? हो नि, कहिलेकाहीँ कामको चटारोले यस्ता कुराहरू दिमागबाटै फुत्किन्छ, तर एकजना साथीले सम्झाइदिँदा कति ठूलो सहयोग हुन्छ। आहो, मैले त झण्डै भुलेछु, मेरो त बाँकी नै छ, सम्झाइदिएकोमा धेरै धन्यवाद है। हो, यही त हो नि हाम्रो सहकारीको सबैभन्दा राम्रो पक्ष, एकअर्कालाई सहयोग गर्ने बानी। ल, अब याद आएपछि के गर्ने त? तुरुन्तै काम फत्ते गरिहाल्नु पर्यो नि। हो, भुक्तानीप्रतिको यस्तै प्रतिबद्धताले त हो नि हाम्रो सहकारीको भविष्य राम्रो बनाउने। अब हेरौँ ती सदस्यले के सोच्नुभयो। कस्तो राम्रो निर्णय! म भोलि नै गएर तुरुन्तै बुझाइहाल्छु। यो भोलि नै गरिहाल्छु भन्ने सोच एकदमै राम्रो हो। कुनै पनि ढिलासुस्ती नगरी काम गर्ने यो बानीले नै त हो हाम्रो सहकारीलाई बलियो बनाउने। साँच्चै प्रशंसा गर्नै पर्छ। अनि यहाँ एउटा एकदमै महत्त्वपूर्ण खबर छ है। कतै सार्वजनिक बिदाले गर्दा तिर्न पाइएन कि भन्ने चिन्ता छ भने त्यो चिन्ता अब नलिनुहोस्। सबैको सुविधाको लागि यही पौष 27 गते सार्वजनिक बिदाको दिन पनि हाम्रो संस्थाको कार्यालय खुल्लै रहनेछ। यो मौकाको फाइदा उठाउन नभुलौँ है त। हो नि, एकदम सही कुरा। समयमै तिर्नु नै सबैभन्दा राम्रो हो। आफ्नो जिम्मेवारी समयमै पूरा गर्दा मनमा छुट्टै सन्तुष्टि मिल्छ। अनि यसले हाम्रो संस्थाको आर्थिक अनुशासन पनि त बलियो हुन्छ नि। असल सदस्यको पहिचान नै यही हो। ल, अब यो दुईजना साथीको कुराकानीलाई सबै शेयर सदस्यहरू समक्ष पुर्याउँ। यो सन्देश हामी सबैको लागि हो, किनभने यो हाम्रो साझा जिम्मेवारी हो। आउनुहोस्, हामी सबै मिलेर आफ्नो कर्तव्य पूरा गरौँ र हाम्रो सहकारीलाई अझै बलियो बनाऊ। अनि यो मिति चाहिँ एकदमै याद राखौँ है, पौष 30, 2082 हो। पौष महिनाको बचत र ऋणको किस्ता बुझाउने अन्तिम मिति यही हो। समयमै भुक्तानी गरियो भने अनावश्यक जरिवानाबाट पनि त बचिन्छ नि। यो हामी सबैको सामूहिक प्रयास हो, होइन र? यदि कसैको भुक्तानी बाँकी छ भने हामीले एकअर्कालाई सम्झाउनुपर्छ। सबैले पौष 30 गतेभित्र आफ्नो दायित्व पूरा गरौँ भनेर हामी फेरि एकपटक सम्झाउँदैछौँ। आखिर हाम्रो सहकारी चल्ने भनेकै हामी सबैको साझा प्रयासले हो। अब एकछिन सोचौँ त, सहकारीको एक असल सदस्य हुनुको कर्तव्य के हुन्? हाम्रो सानो सानो प्रयासले हाम्रो सहकारीको भविष्य कसरी बन्छ होला? ल, यसलाई अलिक गहिरिएर बुझौँ। खासमा हरेक सदस्यका दुईवटा मुख्य कर्तव्य हुन्छन्। पहिलो, आफ्नो मासिक बचत नियमित रूपमा बुझाउने, अनि दोस्रो, यदि ऋण लिएको छ भने त्यसको किस्ता समयमै तिर्ने। हो, यिनै दुई कुरा त हुन् नि हाम्रो सहकारीको बलियो जग। यसैले नै हाम्रो सामूहिक भविष्यलाई सुरक्षित बनाउँछ। एक असल शेयर सदस्य भनेको खाली पैसा जम्मा गर्ने व्यक्ति मात्रै होइन नि। उहाँ त असल, जिम्मेवार अनि अनुशासित व्यक्ति हो, जसले आफ्नो कर्तव्यलाई एकदमै गम्भीरताका साथ लिनुहुन्छ। हो, यस्तै सदस्यहरूको प्रयासले नै त हो हाम्रो संस्थाले नयाँ उचाइ छुने। त्यही भएर हाम्रा सबै सम्मानित शेयर सदस्यहरूलाई एउटा हार्दिक अनुरोध छ। यदि कुनै पनि बचत वा ऋणको किस्ता बाँकी छ भने कृपया आउँदो पौष मसान्तभित्र जसरी पनि बुझाइदिनुहोला है। सबैको सहयोग एकदमै महत्त्वपूर्ण छ। अनि अन्त्यमा यो कुरा सधैँ मनमा राखौँ है, समयमै बचत र किस्ता, सबल सहकारी, सुरक्षित भविष्य। हो, हाम्रो सानो तर समयमै गरिएको प्रयासले नै हाम्रो सहकारीलाई बलियो बनाउँछ र हामी सबैको भविष्यलाई सुरक्षित गर्छ। यो जानकारी सुनिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद।